तपाईको बच्चा के इमोसनली ब्यालेन्स छ? यो प्रश्न एकचोटि आफूले आफूलाई सोधेर हेर्नुस् त। यो 21st सेन्चुरीमा अभिभावकहरूले बालबालिकाहरूको पढाइ लेखाइ मात्र होइन, बालबालिकाहरूमा आफ्नो इमोसन्स व्यक्त गर्ने, आफ्नो इमोसन्स कन्ट्रोल गर्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो इमोसन्सहरूलाई चिन्ने तरिका पनि सिकाउन जरुरी हुन्छ। बच्चाले दुखी छु, रिस उठेको छ अथवा डर लागेको छ भन्ने जस्ता भावनाहरू सही तरिकाले व्यक्त गर्न जानेमा उनीहरू रिलेसन बिल्डिङमा पोख्त हुनेछन्, प्रब्लम सल्भिङ गर्न सिक्नेछन् र सबैभन्दा ठुलो उनीहरू सेल्फ कन्फिडेन्सका साथ अगाडि बढ्न सक्छन्। त्यसैले हरेक अभिभावकहरूले बच्चाहरूको कुरालाई ध्यानपूर्वक सुन्न जरुरी छ र साथै उनीहरूलाई आफ्नो इमोसन्सहरू व्यक्त गर्न प्रोत्साहन पनि गर्ने र उनीहरूले व्यक्त गरेका इमोसन्सहरूलाई चिनाएर कसरी त्यसको समाधान हुन सक्छ अथवा कसरी व्यक्त गर्ने तरिका पनि सिकाउनु आजभोलिका अभिभावकहरूको प्रमुख जिम्मेवारी हुन आउँछ। यो भनाइ तपाईलाई कस्तो लाग्यो? कृपया कमेन्ट गर्नुहोला।